तपाईँ नयाँ मोबाइल गेम खोज्दै हुनुहुन्छ? प्ले स्टोरमा हजारौँ गेम छन्, तर कुन गेम खेल्ने भनेर कन्फ्युज हुनुहुन्छ भने आजको भिडियोमा म तपाईँलाई 2026 का टप 5 बेस्ट मोबाइल गेम देखाउने छु, जसमा एक्सन, पजल र एडभेन्चर मिक्स सहित हुनेछ। नमस्कार, स्वागत छ तपाईँलाई डिजिटल हेल्पर नेपालमा। यदि तपाईँलाई यस्तै गेमिङ र टिच भिडियो मन पर्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला। नम्बर 5 मा छ स्ट्यान्ड अप 2। यो एक एक्सन सुटिङ गेम हो जसमा अनलाइन मल्टिप्लेयर गर्न सकिन्छ। यो गेम स्मुथ ग्राफिक्स रहेको छ, काउन्टर स्ट्राइक जस्तो गेम प्ले पनि रहेको छ। यदि तपाईँलाई गन सुटिङ गेम मन पर्छ भने यो एकदम राम्रो अप्सन रहेको छ। नम्बर 4 मा रहेको छ ब्रेन आउट। दिमाग चलाउनु पर्ने ट्रिक क्वेसन रहेको छ। यसमा फनी र च्यालेन्जिङ लेभल रहेको छन्। गेम अफलाइन खेल्न सकिन्छ। यो टाइम पास र ब्रेन एक्सर्साइज दुवैका लागि बेस्ट हुनेछ। नम्बर 3 मा रहेको छ स्केयर चिल्ड्रेन अफ लाइट। यसमा ब्युटिफुल ग्राफिक्स रहेको छ। यसमा स्टोरी बेस्ड एडभेन्चर गर्न सकिन्छ, अनलाइन एक्सप्लोरेसन गर्न सकिन्छ। यो गेम अनलाइन रहेको छ। यो गेममा तपाईँ नयाँ वर्ल्ड एक्सप्लोर गर्न सक्नुहुन्छ। निकै रिल्याक्सिङ एक्सपिरियन्स दिन्छ। नम्बर 2 मा रहेको छ कल अफ ड्युटी। यो गेम हाई क्वालिटी ग्राफिक्स रहेको छ। यसमा मल्टिप्लेयर प्लस ब्याटल रोयल गर्न सकिन्छ। यो गेममा रेगुलर अपडेट रहेको छ। यो अहिले पनि सबैभन्दा पपुलर सुटिङ गेम मध्ये एक हो र गेम पुरै अनलाइन रहनेछ। नम्बर 1 मा छ जेन्सिन इम्प्याक्ट। यो गेममा ओपन वर्ल्ड एडभेन्चर गर्न सक्नुहुन्छ। यसमा अमेजिङ ग्राफिक्स रहेको छ। एक्सन प्लस स्टोरी मोड पनि रहेको छ। यो गेम अहिले ट्रेन्डिङमा छ र हाई क्वालिटी एक्सपिरियन्स दिन्छ, तर फोन पावरफुल हुनुपर्छ। गेम खेल्दा के कुरामा ध्यान दिनु त? फोन स्टोरेज खाली राख्नुहोस्, र्याम कम्तीमा 6 GB हुनु राम्रो, ओभरहिट हुन नदिन, ब्रेक लिनुहोस्। यी मध्ये तपाईलाई कुन गेम मन पर्यो कमेन्टमा भन्नुहोस्। यस्ता गेमिङ भिडियोका लागि सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।